हेलो भाइ म चितवन आइपुगे त कहाँ हो ए त आइस म त यता लन्डनतिर छु यार लन्डन रे मलाई यहाँ चितवन बोलाएर त लन्डन पुगेको म लन्डन पुगे होइन क्या लन्डनै चितवन आइपुगो यता नारायणतिर आइज त ए ल म आएँ आइस ल आइज ए यो हाम्रो लन्डन ब्रिज माने पुल होइन खोला यता छ पुल यता छ कस्तो खाले पुल हो यो एस्थेटिक पुल केटा एस्थेटिक भन्ने बित्तिकै मलाई मेरो गर्लफ्रेन्डको याद आयो एउटा एस्थेटिक भिडियो खिचौँ त उता गएर नारायणी आइसकेपछि एउटा एस्थेटिक भिडियो त चाहियो नि केटा आइज त यो काठमाडौँकालाई नारायणी ल्याउनु नै मेरो गल्ती हो ल भाइ यो खोला पुल त्यो घाम सब देखिने गरी एउटा एस्थेटिक भिडियो निकालिहाल त भाइ जा ओए भाइ राम्रोसँग आँखा देख्नुहोस् तैँले देख्दिनँ के हेर्छस् के गर्ने हो र आई एक्सप्रेस लैजान्छु नि भोलि नोभेम्बर 15 को दिन चितवनमा आई एक्सप्रेस को ओपनिङ छ 3 दिनसम्मको लागि 50 जना कस्टमरलाई 50% डिस्काउन्टको व्यवस्था गरिएको छ हेर्दै प्रिमियम रहेछ साह्रै महँगो होला नि त कहाँ महँगो हुने हो र जम्मा स्टार्टिङ प्राइस नै 790 बाट केटा हो यहाँ त कत्रो दूरबीन रहेछ यो त कहाँ दूरबीन हो र यो त आई चेकअपको लागि युज हुने एडभान्स टेक्नोलोजी मेसिन हो आई एक्सप्रेसमा हरेक दिन फ्रीमा आई चेकअप हुन्छ अझ हतार भएको बेलामा त 20 मिनेटमै पावरवाला चस्मा रेडी हुन्छ हो रहेछ यार चितवनकै खतरा र प्रिमियम चस्मा पसल रहेछ यार यहाँबाट त 3टा चस्मा आयो